सो हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आजको ब्लग चाहिँ यहाँ यो ढल्के पारबाट सुरु भइरहेछ। यता देख्नुहुन्छ काठमाडौँ जाने बाटो। हामी चाहिँ भनेको यो पर देखेको बाटोतिर जाने हो, जानकी मन्दिर। सो अनि त्यही हो, भर्खर आज लेट उठ्यो अनि यहाँ गाडी हामी ठिक्क रेडी भइरहेछौँ। हेलो गाइजहरु, ह्याप्पी न्यू इयर सबैजनालाई, नयाँ वर्षको शुभकामना छ। अरे कसैले भन्नुहुन्थ्यो सबैजनालाई ह्याप्पी न्यू इयर। 81 सालमा जस्तै नराम्रो भए पनि 82 सालमा सबै कुरा राम्रो भएर जाओस् है। माया चाहिँ धेरै बढोस्, नपरोस् भनेको मान्नु, अरु त्यति हो। त्यही त कि त आफै जान्नु कि भनेको मान्नु। अलिकति कम रिसाउनु है। कम त अब भनेको मानेपछि ल आजको भ्लग चाहिँ यहीँबाट सुरु भएको छ। अब जानकी मन्दिरमा जान्छौँ, दर्शन गर्छौँ है त गाइस। ल भिडियो चेक गर्दै गर्नु होला। डे 2 हो यो चाहिँ, डे 2 हो। ल फाइनल्ली हामी चाहिँ राम जानकी मन्दिर आइसकेको छौँ। राम जानकी मन्दिर चाहिँ यहीँ पर देखिरहेको छ। सो अब हामी त दर्शन गर्नु हुँदैन, हामी घुम्ने मात्रै हो। यहाँ डेलीहरूले यहाँ किन्दै हुनुहुन्छ। सो राम्रो रहेछ ठाउँ चाहिँ, पहिलेको हेरी फर्स्ट टाइम आएको मात्रै है। ल हामी चाहिँ लाग्दैछौँ राम जानकी मन्दिर। ल जम छोड्ला नै, अब हराउँछ मेरो बुढी, हरायो भने त खत्तम भयो। ल हामी चाहिँ राम जानकी मन्दिर यहाँ अगाडि छ। हजुर जाने एकछिनमा जाने। ल हामी मन्दिर जाँदैछौँ गाइस है। हाम्रो आमै कस्तो भइरहेको छ यात्रा। अलिकता बस्नु, अहिले गाडीले हान्ला फेरि। आफ्नो सामानको आफै ख्याल गरौँ। ठाउँ चाहिँ यस्तो छ है। कस्तो भइरहेको यात्रा जानकी मन्दिरको? रमाइलो भइरहेको। ल राम जानकी मन्दिरकै ठ्याक्कै पछाडि छौँ हामी। मेरो पछाडि देखेको राम जानकी मन्दिर लक्ष्मी। जम खतरा रहेछ राम जानकी मन्दिर चाहिँ। कहाँ हरायो तिमी? त्यसले गरेर चाहिँ राम जानकी मन्दिर 0.5 मा देखाइदिन्छ है गाइस। चाहिँ यस्तो बवाल रहेछ। खतरा देखिया छ। ल राम जानकी मन्दिरले सबैजनाको इच्छाको कुराहरू पुरा होस् है। सबैको फलोस् फुलोस्। पछाडि चाहिँ खतरा देखिरहेको छ। आम्मा बवाल रहेछ मन्दिर। ल यो चाहिँ हामी जानकी मन्दिर हो र। कहाँ राख्नु? यहाँ राख्ने रहेछ त। जुत्ता चप्पल यता रहेछ। हामीले त जुत्ता चप्पल यहाँ राखेको छौँ है गाइस। हराइहाल्यो भने प्रुफको लागि है। मेरो चप्पल हरायो अस्ति नै कि त्यो श्री धाममा गएको नि त स्कोनमा। सबजना चप्पल पुऱ्याएर गएको एकै ठाउँ। जाऊ न, नानीको चाहिँ चप्पल हराएछ क्या। हिमाको साथी जुत्ता खोलेर आउन उहाँ राख्नु। चप्पल हरायो भने दोष जान्छ। के हुन्छ अरे? चप्पल हरायो भने आफ्नो नराम्रोहरू जान्छ अरे क्या। जबरजस्ती हराउन लाउनु पर्यो त्यसो भए। ए मेन मन्दिर चाहिँ यहाँ रहेछ है। ल
हेर्न सक्नुहुन्छ। ल के छ त तिम्रो कस्तो भयो यात्रा? मलाई त कस्तो हो बाहिर बाहिर ल फाइनल्ली हामी चाहिँ जानकी मन्दिर आइसकेको छौँ गाइजहरू है, देख्न सक्नुहुन्छ तपाईँहरूले। पनि आउने ठाउँ रहेछ है, यताबाट पनि ठाउँ रहेछ। ठाउँ त बबालै रहेछ बबाले। हामी चाहिँ तपाईँहरू किन यहाँ भित्र छिर्नु भएन भन्नुहुन्छ होला, हामी अहिले अलिक हुँदैन, हामी घुम्न मात्रै आएको, ठाउँ राम्रो छ भनेर। यहाँ लु भक्तजनको लाइन देख्न सक्नुहुन्छ है। हामी चाहिँ 3 जना यहाँ, मम्मी र मेरो बुढी चाहिँ, मम्मी मेरो बुढी, हामी यहाँ चाहिँ टक्कसँगले दर्शन नगर्नेहरू मन्दिर घुम्दैछौँ। आँखामा के बसिरहेको छ? घुम्दा के हुन्छ त बाहिर बाहिर त? के साह्रो एक्लै एक्लै लठाङ लठाङ हिँड्या छ। के हो बारे हेर्नलाई किन के भयो फेरि गए मन्दिर चाहिँ बबाले ठुलो रहेछ है। यहाँ चाहिँ पूजा हुँदैछ, के बजेको एकदम ब्याङ्गे त्यतिवाला बजिरहेछ है। हामी चाहिँ हेरेकै भने जस्तो भइरहेछ है, भित्र छिर्नु मिल्दैन, बाहिर बसेर आमा र यहाँ सासू बुहारी पुरा बसिरहेछन्। हामी चाहिँ हेरेकै भइरहेछौँ होइन। बाइस सालको यात्रा राम्रो हुँदैछ अहिलेसम्म। 22 सालको नयाँ वर्ष दशा रमाइलो हुँदैछ, रमाइलो छ, रमाइलो ठाउँमा आइएको छ। जानकी मन्दिर घुमिरहेको छौँ, ठुलो रहेछ, पार्किङ गर्ने ठाउँ रहेछ, बस्ने व्यवस्था पनि रहेछ। अहिलेसम्म आइएको थिएन, आइपुग्यो। अब हामी जानकी मन्दिरको प्यारे यात्राले भन्ने शुभकामना सबैलाई भनेर शुभकामना दिन चाहिरहेको छु। नयाँ वर्षको शुभकामना सबैलाई। मन्दिर घुमिरहेको छु। हामी चाहिँ फाइनल्ली सबैजनाले दर्शन गरिसक्यौँ होइन त? फिर्ती सवारीमा छौँ। आमामा पसिना गन्नेको जुस निकाल्ने भन्थ्यो, आफ्नै जुस निस्केर यहाँ हत्ते हैरान लखतरन्छ। ल अब चाहिँ हामी खाना खानु निस्किन्छ। ल गाइस, राम्रो लाग्यो जनकपुर। यताको मान्छेले हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नु होला है त। ल के भन्नु है, यात्रा त हाम्रो राम्रो भयो नि त। ल सबैजनाले यताबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। आफन्तहरूलाई, फेसबुक मित्रहरूलाई यो नयाँ वर्षको शुभकामना भन्न चाहन्छु। अनि यात्रा कस्तो भयो? यात्रा एकदम राम्रो छ।
राम जानकी मन्दिर जनकपुर धाममा दर्शन गरियो नयाँ वर्षको उपलक्ष्यमा। अब भगवानले जुराएछ भन्नु पर्यो र सबैलाई दिन दशाहरू नलागोस् त्यही भन्न चाह्यो मैले है त। शुभकामना छ है सबैको फलोस् फुलोस् हाँगा बिगा 2-4 निस्के। हामी कल्याणपुर भन्ने ठाउँमा छौँ। नेवारकै घरमा आइपुगेछ हामी। श्रेष्ठ खाजा होटलमा आइपुगेको छौँ। नेवारनीले भात खाँदैछ। हामी चाहिँ खाना खाइवरी अगाएर त्यति चाहिँ छोडेर अगाएर बसिरहेको छौँ। कल्याणपुर है यो कल्याणपुरको यो नजिकै छौँ हामी। 4-5 वर्ष अगाडिको अहिलेसम्म पनि छैन। कति खाने हो क्या खाना चाहिँ कति खाएको कि कति खाएको माउन्टेन स्टोरले कति खाएको हामी यो होटलबाट खाजा खाएर निस्किसक्यौँ। गाडी यहाँ पछाडि छ। बोतल छ चिल छ 1 गते भनेर आज चाहिँ पुरा चिलमा हो। हामी चाहिँ यहाँ भेटारको जाममा छौँ गाइस। सक्नुहुन्छ यहाँ पुरा प्याक छ। यहाँ तल देख्न सक्नुहुन्छ धरा खतरा देख्छ।